फाइनली गाइस घट्ट जाने कुरा चलेको थियो। घट्ट जानु नै पर्यो। गहुँ र कोदो पछ्यौरीमा बाँधे, बरियो लगाए। बिहानको 9 बजिसकेको थियो। पाल मिल्छ कि मिल्दैन भनेर म घट्टतिर लम्के। दसैँको समय छ, पाल त मिलिहाल्ला भन्दै थिए। नभन्दै घट्ट खाली नै थियो। मन खुसी भयो। कुचो छेउैमा थियो, छारो फाले अनि बटुकोमा गुँ डोबेर कोठामा हाले। पानी फिराउनु पर्यो भनेर बाहिर निस्के। भनेतिर पनि हेरिहाले, सबै ठिक थियो। त्यसपछि म पानी फिराउन हिँडेँ। पुदालोतिर काठ लगाउनु भएको थियो। त्यही अवस्थामा घट्ट वरिपरिको दृश्यहरूलाई निहाल्न मन लाग्यो। सुनसान दृश्यहरू थियो। काठलाई निकाले, अर्कोपट्टि लगाए। म तल आउँदा घट्ट चलिसकेको थियो। कोठोमा गहुँ भरेर गहुँहरू पनि थोरै पिसिसकेको थियो। त्यत्तिकैमा योगेन्द्र भाइ घुम्न भनेर खोलातिर झरेको थियो। बेलौती टन्न पाकेको थियो घट्ट नजिक। बेलौती खायौँ दुई भाइले, कुराकानी पनि गऱ्यौँ। त्यत्तिकैमा गहुँ आधी पिसिसकेको थियो। गहुँ आधी पिसिसक्दा त म घट्टालो जस्तै देखेको थिएँ। घट्ट घरदेखि करिब आधी घन्टाको दूरीमा थियो। गहुँ सकिनै लाग्दा अब पिठो उखेर्नु पर्यो भनेर मैले पिठो कट्ठोमा उखेरेँ। पिठोहरू पनि मस्त मिसिनै बनाएको थिएँ। कोही हुनुहुन्थेन, पाल अरूको थिएन। जतिखेर नै सके नै आफ्नै थियो। त्यही भएर मैले पिठोहरू कट्टोमा उखेरेँ। कट्टोमा उखेरिसकेपछि लट्ठोले खाँदेँ। अब गहुँ सकिनै लागेको थियो। गहुँ सकिँदै गर्दा गहुँ सकियो। त्यसपछि मैले कोदो हालेको थिएँ। कोदो त एकदमै उडाउँदो रहेछ। सानो धार पार्यो उडाउने, ठुलो पारे खर्चो बनाइहालेँ। त्यत्तिकैमा त झन् घट्टालो जस्तै पिठो नै पिठो भएको थियो मेरो आगमा। त्यत्तिकैमा गहुँ कोदो दुवै सकियो। घट्ट कोही आउनु भएन। भारो राख्ने भाँडा कट्टोहरू पनि केही थिएन। मैले त्यत्तिकै राखेको थिएँ। अब के गर्ने होला भनेर सोचेँ। आफूसँग लगेको पछ्यौरी थियो। पछ्यौरीमा भारो राखेँ, त्यो बाँधेँ अनि बाहिर भारी बनाएँ। अब आङमा लागेको धुलो त पखाल्नु पर्यो। त्यो कलकल बगेको खोलाहरूसँग रमाउन मन त निकै थियो नि। के गर्ने, सबै कपडाहरू भिजे त फेरि चिसो हुन्छ, पिठोहरू रुच्छ भन्ने थियो। त्यत्तिकैमा मैले घरै गएर नुहाउँछु भनेर त्यो पिठोहरू मात्र पोखालेँ, मुखहरू धोएँ। त्यत्तिकैमा म घट्टदेखि घर जाने तयारी गरेँ। घट्टालाको घर बाटोमै थियो। आएँ, घर कोही हुन्थेन। च्याङमा भाँडाहरू थियो। मैले कोसी र थाल तानेँ, पिठो खन्याएँ। भारो राखेर म त्यहाँदेखि हिँडेँ। हामी नाउँ प्रख्यात सालडाँडी नजिकै आएर अलिकति थकान मेटाएँ। चौबाडी छ, त्यो चौबाडीमा पसिनै पसिना भएको थियो। शीतलहरू तापेँ। त्यहाँदेखि हिँडेँ। घर पुगिहालेँ। घर पुग्दा मन खुसी थियो। घट्टदेखि पुगिहालेँ। घरमा पुगिसकेपछि थकान मेटिएको महसुस गरेँ। सम्पूर्णलाई भिडियो हेरिदिनु